प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। आजको शिक्षाको मुख्य उद्देश्य छ प्रभु येशू ख्रीष्टको पछि पछि हिँड्नुहोस्। तपाईहरू र मैले पनि प्रभु येशू ख्रीष्टले देखाएको मार्गमा हिँड्नुपर्छ। हाम्रो इच्छा र यो शरीरलाई मनपर्ने हरेक थोक जुन चाहिँ संसारिक हो र ती कुराहरूले हामीलाई प्रभु येशू ख्रीष्टबाट टाढा राख्छ, ती कुराहरूलाई हृदयबाटै त्याग्नुपर्छ। र यो संसारको मनपर्ने हरेक थोकमा स्वार्थ हुन्छ, तर हाम्रो प्रभु येशू ख्रीष्टको प्रेममा कहिले स्वार्थ हुँदैन। अनि तपाईँ र मैले यस्तो गर्नुपर्छ, आफ्ना इच्छाहरूलाई त्यागेर बरु प्रभु येशू ख्रीष्टको के इच्छा छ त्यो इच्छालाई खोज्नुपर्छ। के तपाईँ आफ्नो संसारमा ढुक्कै बसी त राख्नु भएको छैन? के तपाईँले प्रभु येशू ख्रीष्टलाई बिहान प्रार्थना गरी दिनभरि संसारको कुरामा समय खेर त फाल्नु भएको छैन? त्यस्तो हो भने होसियार रहो, किनभने परमेश्वरमा केही कुरा लुक्दैन। तपाईँ जस्तै ठाउँ वा परिस्थितिमा हुनुहुन्छ, चाहे त्यो अफिस होस्, चाहे त्यो हिँड्दा डुल्दा वा बस्दा या काममा वा धेरै अविश्वासीहरूको बीचमा हुनुहुन्छ, ती समय प्रभु येशू ख्रीष्टलाई सम्झना गर र बिहानी उठेर प्रार्थना गरिसकेर आफ्ना मस्तिष्कमा यो कुराले भरिदिनुहोस् कि त्यो आज्ञालाई आज म पवित्र आत्माको सहायताबाट गर्न सक्छु भन्नुहोस् आफ्नो आत्माले आफ्नो शरीरलाई। अनि तपाईहरू आजको दिनहरूमा ती आज्ञाहरूमा 100%मा 1% गरे पनि हरेस नखानुहोस्, तर रमाउनुहोस् कि तपाईले जीवित परमेश्वरको आज्ञा प्रभु ख्रीष्टबाट पाएको छ, पवित्र आत्माको सहायताबाट गर्नु सके भनेर हृदयबाट नै रमाउनुहोस् र पिता पुत्र पवित्र आत्माको धन्यवादी भएर प्रार्थना गरिरहनुहोस्। आमेन। आजको यस छोटो शिक्षाबाट तपाईँ र मैले धेरै आशिष पायो भन्दैमा फेरि पनि प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह।